मिनी भ्लग्स हैन सर होमस्टे हैन सुभाष सरको घरमा छ आज हामी यो चाहिँ हामीले काटेर खाने प्लान बनाएको छौँ यहाँ साथीहरू आगो जोड्दै हुनुहुन्छ सुभाष सर पनि जोड लाग्नु छ आफ्नो यो ब्रस रहेछ ब्रस हाल्नु सक्नुभयो आगो नबलेर ए अब एकछिनमा अब हामी नेक्स्ट रातो रातो है खै बुता बोल्नु भएन त हाम्रो जीवन सर उसको लोकल भालेको लागि मसला पिस्दै हुनुहुन्छ अर्ग्यानिक मसला आफ्नै घरमा बनेको प्योर अनि के छ अरू कुखुरा काटिसक्नुभयो कुखुरा रेडी नै छ पानी तात्दैछ पानी तातिसकेपछि बल्ल सेकेन्ड अर्को स्टेपमा अनि ट्याक्क लोकल चामलको भात चर्याप्प पार्दै है हिँड्ने सब्जी बनाउने हो यहाँ घाम पनि लासेर नि हेर्नुहोस् मौसम यस्तो छ गाह्रो छ साथीहरू यस्तै छ के यहाँ पानी तात्दैछ यता चाहिँ हजुर शिकार चाहिँ बाटामा रेडी छ है 2 लाखसम्म अब हामीले के अरे यसलाई के भन्छ सर यसलाई खोइ के भन्छ मसला अर्ग्यानिक मसला हामीले कुटिसकेका छौँ यो है मैले मेड गरेको यो एकदम राम्रो छ त्यसै गरेर यता भड्डुमा हाम्रो यो के अरे भात पाक्दैछ अर्ग्यानिक लोकल चामलको बासमती के अरे चामल सामा मन्सुरीको हामी उहाँको घरमा छौँ आज बसिरहेको छौँ र यता हाम्रो कृषिका हाकिम साहब हुनुहुन्छ यता ल है बनाउनु राम्रो ल कस्तो राम्रो देखियो चाहिँ हेर्नुहोस् मलाई देखाउन थिएन तपाईँको ब्लगमा डल्लो पुरा गाँठ हो हाम्रो घरबेटी आन्टी लाउरेछ हेर्नु कस्तो राम्रो फुलहरू हेर्नु ल पछाडितिर आहा गजब ल अब लास्टमा हामीले खायौँ ल ल के भन्ने